नमस्कार सबैजनालाई। म अहिले बर्दघाट नगरपालिका वार्ड नम्बर 12 दबिलामा अवस्थित बुद्धमंगल तालको प्राङ्गणमा छु। एकदमै रमणीय ठाउँ यो। नजिकको पर्यटकीय स्थल यदि घुम्न चाहनुहुन्छ भने हजुरहरू पनि आउन सक्नुहुन्छ। घरमा बस्दा बस्दा एकदमै बोर लागिसक्यो। कहीँ घुम्न जाने ठाउँ पनि छैन। नजिकै यसो 1-2 घन्टा घुमेर भनी जस्तो यदि कुनै ठाउँ खोज्दै हुनुहुन्छ भने र बर्दघाट नगरपालिका वरिपरि नै हुनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। यो बुद्धमंगल ताल पहिलाको किंवदन्ती अनुसार यहाँ चाहिँ भगवान गौतम बुद्ध आउनु भएको थियो र उहाँको एकजना साथी मंगल भन्ने साथी, दुईजना चाहिँ यहाँ भेट हुनु भएको थियो र उहाँहरूकै नामबाट यो बुद्धमंगल ताल रहन गयो। यो तालको बीचमा भगवान गौतम बुद्धको मूर्ति राखिएको छ र धेरै पहिला यहाँका स्थानीय जुन बासिन्दा हुनुहुन्छ उहाँहरूको अनुसार चाहिँ एउटा किंवदन्ती छ, जस अन्तर्गत यहाँ गाउँमा कसैको बिहे भोज भयो भने उहाँहरूको लागि चाहिँ यो तालबाट चाहिँ एउटा डुङ्गामा भाडा निस्किन्थ्यो र उहाँहरूले प्रयोग गरिसकेपछि फेरि त्यो डुङ्गामा सफा गरेर त्यो भाडा राखिसकेपछि यो तालमा चाहिँ विलय हुन्थ्यो। त्यस्तै यो विलय भइसकेपछि यस्तै चलिरहन्थ्यो र एकचोटि चाहिँ एकपटकको कुरा, यो तालबाट त्यस्तै फेरि डुङ्गामा भाडाहरू आयो अनि त्यो भाडाहरू चाहिँ प्रयोग भइसकेपछि कसैले त्यो अब सुन चाँदीको भाडाहरू है, अब कुनै मान्छेले चाहिँ त्यो भाडाहरूबाट एउटा भाडा चाहिँ फिर्ता गरेन, जस कारणले गर्दाखेरि त्यो डुङ्गा चाहिँ यो तालमा विलय भइसकेपछि फेरि कहिल्यै पनि माथि आएन र कसैले पनि त्यो डुङ्गा चाहिँ देख्न सक्नु भएन। पोखरीबाट माछाहरू, धेरै प्रकारको माछाहरू, नथिया लगाएको माछाहरू, त्यस्तो माछाहरू पनि निस्किन्थ्यो उहाँहरूको भनाइअनुसार र त्यो माछाहरू पनि निस्किन छोड्यो। ताल छ, यो तालबाट त्यो डुङ्गामा जुन भाडाहरू धनहरू थियो भनौँ न, सुन चाँदीको भाडाहरू धनहरू थियो, त्यो डुङ्गा चाहिँ यहाँबाट हुँदै यो दबिलाबाट ठ्याक्कै दक्षिण साइडमा चाहिँ एउटा धनगढवा भन्ने ठाउँ छ, त्यो सरावल गाउँपालिकामा पर्छ। त्यो धनगढवा ठाउँमा चाहिँ त्यो धन हरायो भनेर किंवदन्ती छ, त्यसैले त्यो ठाउँको नाम चाहिँ धनगढवा रह्यो र यो चाहिँ बुद्धमंगल ताल धेरै नै रमणीय छ। यहाँहरू पनि आउन सक्नुहुन्छ। यहाँ चाहिँ शिवलिङ्गहरू 108वटा शिवलिङ्ग छ र मन्दिर पनि छ, सानो पिकनिक खाने ठाउँ पनि छ र हजुरहरूले साउन्ड सुनिराख्नु भएको होला। यहाँ चाहिँ पिकनिक कार्यक्रम पनि हुँदैछ। यदि हजुरहरू पनि नजिकैको ठाउँमा गएर पिकनिक खान सोच विचार गर्दै हुनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। धेरै नै राम्रो ठाउँ छ र यहाँ बोटिङको सुविधा पनि छ। यो बोटिङको सुविधा पनि छ। यसमा चाहिँ तपाईँहरू चढेर यो ताल वरिपरि घुम्न सक्नुहुन्छ। धेरै नै राम्रो ठाउँ छ, आउनु होला है त। बर्दघाट 12 स्थित दबिला गाउँमा स्थित बुद्धमंगल ताल।